लिभर सिरोसिस भनेको इट इज अ कस्तो डिजिज हो त रे डिफ्युज डिजिज अफ लिभर हो जसमा के भन्छ त फाइब्रस नोड्युल फर्मेसन यति शब्द जान्न पर्यो है हामीले अनि नेमोनिक्स भनेको ABCDI के कन्फ्युजन छ ABCDI मा अटो इम्युन अल्कोहल B बाट हेपाटाइटिस B C बाट हेपाटाइटिस C D बाट ड्रग्सहरु I बाट इडियोप्याथिक हुन सक्छ तीनटा टाइपको हुन सक्छ माइक्रो म्याक्रो र मिक्स्ड खालको हुन सक्छ भने 3 mm भन्दा सानो माइक्रो 3 mm भन्दा ठुलो म्याक्रो दुवै खालको भयो भने मिक्स्ड भने नेमोनिक्स भने हाजी बिजिसिन BF सँग भन्न पर्यो नेमोनिक्सहरु हामीले सबै पढिसकेका छौं हैन त ट्रिटमेन्ट पार्टमा जाँदाखेरि पनि हामीले हेपाटिक एन्सेफेलोप्याथी हुने कारणहरु पनि पढ्यौं हाइपरटेन्सन पोर्टल हाइपरटेन्सन हुन सक्छ त्यसको हामीले के भन्यौं त भन्दाखेरि चाहिँ नि के रे ट्रिटमेन्ट पार्टमा पनि गयो एन्सेफेलोप्याथी छ भने ल्याक्टोलोज दिन्छ भनेर पढ्यौं पोर्टल हाइपरटेन्सन छ भने हामी के गर्छौं बीटा ब्लकरहरु दिन्छ डायureटिक्सहरुबाट एसिडिक्सहरु बाहिर फाल्छौं भनेर हामीले पढ्यौं है त यो भइसकेपछि सेकेन्डरी चाहिँ हामीले के पढ्यौं त कन्जेस्टिभ कार्डियाक यसमा जान्नै पर्ने कुरा मुटुले अक्सिजन डिमान्ड पुगाउन सकेन भने दुईटा हुन सक्छ राइट र लेफ्ट हेड कसको नेमोनिक्स थियो राइट हार्ट फेलियरको नेमोनिक्स थियो एबाट के थियो एनोरेक्सिया थियो तर पनि वेट के भइराछ किनभने हेपाटोमेगाली भइराछ असाइटिस भइराछ कुन बाइपेडल इडिमा कि पल्मोनरी इडिमा बाइपेडल इडिमा भइराछ र अर्को के भयो भन्दाखेरि चाहिँ नि डीबाट डिस्टेन्डेड नेक पेन भइराछ लेफ्ट साइडेड हार्ट फेलियर हो भने प्राय जस्तो के को फिचर देखिन्छ त लंग्सको समस्याहरु देखिन्छ नर्मली देखिन्छ जस्तै पल्मोनरी इडिमा हामीलाई एक्जाममा डुचाप भनेर पढ्यौं डिस्निया अर्थोपनिया अर्को के पढ्यौं त हामीले हेमोप्टाइसिस अनि त्यसपछि के पढ्यौं एडिसनल साउन्डहरु सुनिन्छ र बीबाट पल्मोनरी इडिमाहरु सुनिन्छ क्लियर भयो ल त्यति भइसकेपछि घर छोड्नु अन्त मलाई टेन्सन लागेको छ ल भयो त्यसपछि अर्को कुरा के हो हामीले के पढ्यौं त भन्दाखेरि है मिक्स भन्यौं नेमोनिक्स भन्यौं हाजी बिजिसिन BF सँग भन्न पर्यो नेमोनिक्सहरु हामीले सबै पढिसकेका छौं हैन त ट्रिटमेन्ट पार्टमा जाँदाखेरि पनि हामीले हेपाटिक एन्सेफेलोप्याथी हुने कारणहरु पनि पढ्यौं हाइपरटेन्सन पोर्टल हाइपरटेन्सन हुन सक्छ त्यसको हामीले के भन्यौं त भन्दाखेरि चाहिँ नि के रे ट्रिटमेन्ट पार्टमा पनि गयो एन्सेफेलोप्याथी छ भने ल्याक्टोलोज दिन्छ भनेर पढ्यौं पोर्टल हाइपरटेन्सन छ भने हामी के गर्छौं बीटा ब्लकरहरु दिन्छ डायureटिक्सहरुबाट एसिडिक्सहरु बाहिर फाल्छौं भनेर हामीले पढ्यौं है त यो भइसकेपछि सेकेन्डरी चाहिँ हामीले के पढ्यौं त कन्जेस्टिभ कार्डियाक यसमा जान्नै पर्ने कुरा मुटुले अक्सिजन डिमान्ड पुगाउन सकेन भने दुईटा हुन सक्छ राइट र लेफ्ट हेड कसको नेमोनिक्स थियो राइट हार्ट फेलियरको नेमोनिक्स थियो एबाट के थियो एनोरेक्सिया थियो तर पनि वेट के भइराछ किनभने हेपाटोमेगाली भइराछ असाइटिस भइराछ कुन बाइपेडल इडिमा कि पल्मोनरी इडिमा बाइपेडल इडिमा भइराछ र अर्को के भयो भन्दाखेरि चाहिँ नि डीबाट डिस्टेन्डेड नेक पेन भइराछ लेफ्ट साइडेड हार्ट फेलियर हो भने प्राय जस्तो के को फिचर देखिन्छ त लंग्सको समस्याहरु देखिन्छ नर्मली देखिन्छ जस्तै पल्मोनरी इडिमा हामीलाई एक्जाममा डुचाप भनेर पढ्यौं डिस्निया अर्थोपनिया अर्को के पढ्यौं त हामीले हेमोप्टाइसिस अनि त्यसपछि के पढ्यौं एडिसनल साउन्डहरु सुनिन्छ र बीबाट पल्मोनरी इडिमाहरु सुनिन्छ